वेलकम टू माई च्यानल वासुदेव आचार्य है। फोक्सोन्डो घुम्न आएको थिएँ। धेरै यत्रो ठुलो ब्लग त हाल्न सक्दैन, मैले सानो मिनी ब्लग हाल्छु भनेर बनाएको। बाटो चाहिँ वाइल्ड छ, कतिखेर फुल कटर, कतिखेर फुल पारी, कतिखेर फुलबारी गराउँछ। मजा चाहिँ लास्ट टाइम मजा आउँछ। बाटो पनि उकालो ओह्रालो उकालो ओह्रालो खत्तम। अनि हामी सुलीगढदेखि चाहिँ पहिलो दिन हामी रेची गएर बस्यौँ। एकदम बेस्ट थियो। बस्ने नाइट क्याम्पिङ गर्ने गऱ्यो लास्टै पेलेको। तपाईँहरू चाहिँ सुलीगढदेखि सकेसम्म चेप्का आएर बस्नु, अनि चेप्कादेखि चाहिँ अर्को दिन झर्ना गएर बस्नु, अनि झर्नादेखि चाहिँ सक्नुहुन्छ भने चाहिँ हिँडेर जानुहोस्, नत्र भने चाहिँ घोडा लिएर जानुहोस्। लाइफ टाइम एक्सपिरियन्स हुन्छ। अब अरू त के भनौँ, सानो मिनी ब्लग बनाउनु खोजेको। मेरो भान्जो पनि अब डोल्पाको सिनमा खोला र नाला परेन भने पनि फरकै जान्छ अरे है। यस्तो टी हाउसहरू चाहिँ धेरै देखिन्छन्। न बाटो यस्तै छ। काठको पुल बहुत धेरै देख्नुहुन्छ। मेरो साथीहरू दुगोड राहन, म काठको पुलको माथि छु अहिले स्पेसल्ली है। अब हिँड्न पर्यो। सिन त फेरि लोभै लाग्ने छ नि होइन, जे भए पनि। अरू त्यस्तै हो। कतैतिर मैले मुख छोडाऊँ ल, गाली नगर्नु ल। अब फोक्सोन्डोको सिन हेर्न त मजै बेग्लै छ। मलाई किन गाली गर्नुहुन्थ्यो होइन। स्पेसल्ली तपाईँ सुलीगढदेखि हिँड्नुभयो भने पहिलो दिन सक्नुहुन्छ भने सम्झना गरेर बस्नुहोस्, दामी हुन्छ। नसके चेप्का गरेर बस्नुहोस् है। ओके, त्यसपछि चाहिँ अर्को दिन सम्झनामा जानुहोस्। गेस्ट हाउसमा नास्ता खानुहोस्। चिप होइन, चिप पनि छ, क्वालिटी पनि दामी छ, एकदम बेस्ट। सबै थोकको लागि के लागि एउटा इन्भाइरोमेन्ट हुन्छ नि, त्यो पनि एकदम राम्रो छ। म चाहिँ सम्झनामा नास्ता खाएर चाउचाउ पकाउन लगाएर खाएर अनि यसो फापरको रोटी खाएर निक्लेको। मस्त मजा आइरहेको छ। अहिले चाहिँ इनर्जी त्यसले कभर गरिरहेको छ। खोलाको आवाज सुनिरहनु भयो होला नि, कस्तो मजाको छ त्यो त। यस्तो छुट्टै मजा आउँछ नि फेरि खोलाको आवाज सुन्नु यस्तो बेला होइन। मेरो साथीभाइहरू त्यतिर छन्। जुत्ताको हालत वाइल्ड छ। मेरो कपडाको त कुरै नगर्नुहोस्। मान्छेको हालत झन् कस्तो भयो होला। मेरो लौरो पनि दाइले लगिदिनु भयो। दाइको हल्का खुट्टा दुख्यो क्या, त्यो भएर म चाहिँ हिँडिरहेको छु। कस्तो मजा आइरहेको छ। मेरो भान्जो पनि मसँग आएको थियो। भान्जो यहाँ त यो पनि छ हाम्रो एउटा युट्युबर हो यो पनि होइन। भान्जो पनि आएको थियो, दाइ आएको थियो। दाइका बिचरा खुट्टा पुराक्कै गएको छ। त्यही पनि आउँछन्, अगाडि आउँछु भन्छन्। अब नि हाम्रो दाइ ठुलो दाइ हुन्। भिडियो बनाउनु चाहिँ हाम्रो जीवन दाई, पछाडिदेखि लुकेर हेर्नु चाहिँ हाम्रो डिक्सन भाइ। हामी सबै भएर ट्रेकिङमा आएको थियौँ र दाइले त फर्स्ट एन्ड लास्ट ट्रेकिङ भनिसक्नुभयो। भान्जो तिलिचो जान जोसिया छ। डिक्सन एबिसीदेखि नसकेर रिटर्न ब्याक आएको। यहाँ चाहिँ पेलेरै गयो। भाइ तपाईँ भ्यूहरू चाहिँ हेर्नुहोस्, दामी छ। नेक्स्ट डेस्टिनेसन मैले पहिला जलजलाको नि हालेको थिएँ ट्रेकिङको। यो मेरो सेकेन्ड ट्रेकिङ हो। थर्ड ट्रेकिङ सायद हाम्रो गोसाइकुण्ड हुन्छ कि कहाँ न कहाँ हुन्छ। एउटा ट्रेकिङ म तपाईँलाई फेरि भन्छु। जति तपाईँले सोचेर आउनु भएको छ फोक्सोन्डोको लागि 16 किलोमिटर, 18 किलोमिटर, 20 किलोमिटर, डोन्ट एक्सपेक्ट। अप डाउन 64 किलोमिटर। जाने मात्र तपाईँ अलमोस्ट त्यही 32 किलोमिटर जति पर्न जान्छ है। कसैले when you came to the फोक्सोन्डो you will feel like that। सोचे झै जिन्दगी रहेनछ, सोचे झै जिन्दगी रहेनछ। एक त फोक्सोन्डो भनेको 30 किलोमिटर हिँड्नुपर्छ। अप डाउन गरेर 60 हो, तर एटलिस्ट 62-63 पुग्छ है सबै गर्दा। अनि भ्यू पोइन्ट जान्छ हाम्रो सपनै रह्यो। म सकिनँ हिँड्न सिधा कुरोमा। मेरो साथीभाइहरू पनि सकेनन्, कसैले हिम्मत गरेनन्।
भ्यू पोइन्ट जाने सिनहरू चाहिँ बाटोभरि सिनै सिन छ। त्यसलाई केही गाह्रो छैन, बट एउटा डोल्पा एक्सप्लोर गर्नु मन थियो भने चाहिँ फोक्सोन्डो एटलिस्ट एकचोटि चाहिँ भिजिट गर्नुहोस्। बडो रमाइलो हुन्छ क्या फोक्सोन्डो भिजिट गर्दा चाहिँ। भरि अरू पाउँछ, घोडा पाउँछ, र मेन चिज भनेको चाहिँ घोडामा चढ्न चाहिँ नबिर्सिनु है जिन्दगीमा। र मेन उकालोमा घोडा चढ्नुहोस्, लाइफ टाइम एक्सपिरियन्स हुन्छ। र अब हामीसँग अब साथीहरू धेरै आउनुहुन्छ, अहिले फरेनरहरू पनि धेरै आउनु भएको छ। मजा चाहिँ लास्ट टाइम मजा आउँछ है फोक्सोन्डो घुम्न। सोच्नु भयो होला भिडियो बनाउने मान्छे को भनेर, म हिँड्छु नि फेरि ढुक्काउनुहोस्। म नि हिँडिरहेको छु, झोला चाहिँ मेरो भाइले बोक्देखा, तर सिन चाहिँ बबाल छ फेरि। आउनुहोस् है, आउनुहोस् फोक्सोन्डो आउनुहोस्, फोक्सो फुल्लाएर जानुहोस्। जानु जानु जानु, यो त बच्चा हो, आउन बाँकी नै छन्। बस फोक्सोन्डो आउने रहर थियो, साला एक त पहिल्यै स्क्याममा परे। कति रे 15 किलोमिटर भनेर 30 किलोमिटर त घुराइदियो मा साला। यस्तो नि हुन्छ। अब भिडियो हेर्नुहोस्, चित्त बुझाउनुहोस्, बुझ्नुभयो नि। ए यो डोल्पा भन्यो नि, यो फोक्सोन्डो भन्यो नि, यो मेरा केटाहरू यही हो नि, चिल पारेका छन्। अनि अरू के छ खबर? सन्चै आरामै हुनुहुन्छ? यस्तै तरिकाले हिँड्नुपर्छ क्या होइन। खोलासँगै मलाई हेर्ने हो त ल, खोला सँगसँगै छु म पनि। भिडियो बनाउँदै हिँडिरहेको छु, गाली गरिरहेछन्। अब त्यही त हो, मिनी ब्लग बनाउँछु सानो सानो 2-4 मिनटको भनेर बनाएको भिडियो हो। अरू त्यस्तो खासै केही छैन। भ्युजहरूको लागि चाहिँ स्वर्ग भन्छ नि, माथिको चाहिँ स्वर्ग। खासमा मान्छेहरू फोक्सोन्डो चाहिँ 3 दिन 4 दिन लगाएर हिँड्छन् रे है।
हामीहरू चाहिँ फर्स्ट दिन सुलीगढबाट रेची आएर बस्यौँ अनि सेकेन्ड डे चाहिँ हामी वहाँ फोक्सुन्डो पुग्यौँ। अब सेकेन्ड डे फोक्सुन्डो नाइट स्टे गर्ने नाइट क्याम्पिङहरू भयो हल्का रमाइलो साथीभाइसँग तुम्बा खाँदै क्या। तुम्बा चाहिँ लास्टै झुर फेरि सिधा कुरो हनेस्ट रिभ्यू के तुम्बा चाहिँ लास्टै झुर थियो। अब मर्निङमा उठेर हामी 7:30 बजीतिर यसो हात पानी खाएर निक्लेको थियौँ। आयौँ कुरालो झऱ्यौँ। अब चाहिँ हामी च्याप्का खाना खान जाने हो। मेन पोइन्ट भनेको सकेसम्म सुलीगढ पुग्ने सक्नु सकिँदैन, सासै फुलिरहेको छ। उकालो ओह्रालो खोला 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 छ्याइ लास्टै बोरिङ हुँदो रहेछ। तर मजा चाहिँ वाइल्ड मजामा चाहिँ माथि पुगिसकेपछि अब चाहिँ गाइज हामी घरतिर जान लागेको होइन। फोक्सुन्डो नेसनल पार्क भइयो, पानी परेर वाइल्ड बिजोग छ, त्यही हो। अब घरतिर लाग्न थाल्यो। तपाईँहरू पनि आउनुहोस्, बाटो यस्तै राम्रो छ, एकदम सोलिड छ, ग्राभल टाइपको बाटो छ। कतैतिर ढुङ्गा मुढा कतैतिर ओह्रालो उकालो त्यस्तै परिरहेको छ। यो देखिरहनु भयो होला, यो यिनी हुन् बाटोहरू चाहिँ, हिँड्ने बाटोहरू है। त्यही हुन् बाटोहरू। ढुक्कसित आउनुहोस्, मजाले घुम्नुहोस्, राम्रो छ। हामीले चाहिँ कस्तुरी मात्र देख्न सक्यौँ। अब ल्यान्ड अफ स्नो लियोपर्ड भन्छ होइन, त्यो चाहिँ हामीले पाएनौँ। हाम्रो दाइ चाहिँ यहाँ हुनुहुन्छ, यो द ल्यान्ड अफ स्नो लियोपर्ड भन्छ। यो अब घर जाने बेलाको हल्का मधुर आइहाल्यो फेरि पानी परेर। हेर्नु है ल, वेलकम टु से फोक्सुन्डो नेसनल पार्क, द ल्यान्ड अफ स्नो लियोपर्ड रे। आहा, तर माथितिर चाहिँ चितुवानीहरू देखाएको थियो, अरू त त्यस्तै हो। गाइज अब चाहिँ हामी घरतिर जान लाग्यो। बाई बाई, यहाँ छु म है। बाई बाई, म घरतिर जाँदैछु। पानी परेको छ, थाकेको छु। अब एकै दिनमा माथिदेखि तल झरेको थियौँ, लेकदेखि हामी सिधै तल झरेको थियौँ। अब घरतिर जाँदैछु, त्यही त हो होइन। तपाईँहरू आउनुहोस्, भिजिट गर्नुहोस्, दामी छ, सोलिड छ। अब चाहिँ स्नो पर्दैछ माथि चाहिँ, दामी छ। सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, लभ यु अल।